नमस्ते सबैजनालाई। आज म सानो ब्लग लिएर आएको ल। आज लास्ट सोमबार भनेर हामी चाहिँ देवघाटतिर लाग्यो। आज चाहिँ हाम्रो लियो क्लबले राखेको सानो प्रोग्राम छ, भजन प्रोग्राम। त्यसको लागि मेरो साथी उहाँ गीतानगरबाट मलाई लिन आइपुग्यो अनि हामी दुईटै स्कुटीमा चढ्यौँ। अनि त्यसपछि देवघाटको बाटो चाहिँ बन्द रहेछ कि बन्द त थिएन, लास्टै भिडभाड भएको भएर चाहिँ हामीलाई ट्राफिकले यता ठिमुराको बाटो जानु भनेर हामी रामनगरतिर गयौँ। अनि जङ्गलको बाटो छिरेपछि त चितवनको गर्मीले मर्न लाथे माथिएर जङ्गलको बाटो त सरर यति मजा आएन हावा खानलाई। अनि त्यसपछि चाहिँ यसले स्कुटी गुडाउने होइन कि उडाउँछ, आमा यसले कता लगेर के गर्छ भन्ने डरै डरै बसेको। म त यो चाहिँ कहाँको पुल अनि यो ठिमुराको पुल हो। ठिमुराको पुल चाहिँ यो सबैजनाले टिकटक बनाएर हालेको चाहिँ देखेको थिएँ, म चाहिँ गएको थिइनँ। आज फर्स्ट टाइम गइयो यो पुलमा पनि। त्यसपछि यसले चाहिँ मेरो भोइसमा राख न, म बोल्छु नि तिम्रो ब्लगमा भनेर मेरो साथीको भोइस राखिदिएको छु ल। नमस्ते, हामी चाहिँ आज देवघाट जान लाग्यो भजनमा। निशालाई फलो गरेर नगरेर ग्ल्याम बाई श्रीरान्सीलाई फलो गर्नु। म चाहिँ मेकअप आर्टिस्ट हो। फाइनल्ली हामी चाहिँ पुग्यौँ। पार्किङ चाहिँ यतै रहेछ होइन। अब हामी दुईजना हिँडेर जानुपर्ने हुन्छ अनि दुईजना यसो एउटै छ कि लास्टै चकचके टाइपको के छुच्चो छ ऊ चाहिँ। अनि म चाहिँ छुच्ची छैन होइन, त्यही पनि हाम्रो गफ सुन्नु न। हेलो गाइस, हेर्नु त कति राम्रो छ, सब काटिदिन्छु। राम्रो भनेको सब काटिदिन्छु मैले। होइन निसु तिमी राम्रै छ भन्नु ल। होइन निश्चित तिमी राम्रो छौ। हामी चाहिँ बिहानै 6 बजी आइपुगेको थियौँ, त्यही भएर धेरै भिडभाड त थिएन, तर पनि मान्छेको चहल पहल निकै थियो। अनि हामीले पूजा गरेर नि टिकासिका लगाइसक्यौँ। अब हाम्रो प्रोग्रामतर्फ लागौँ होइन, अब सुरु हुँदैछ। अनि त्यहाँ चाहिँ मेरो साथी आएको छ, अनि यो चाहिँ राम्री साथी हो। अनि आन्टी पनि आउनु भएको रहेछ। हेलो आन्टी भनेको हेलो नानी भन्नुभयो। अनि त्यसपछि अब म भजन गाएर नाच्छु ल। साढे 10 11 भइसकेको थियो साथीहरू। म त